तैँले भाउजूको प्यान्टी चोरेर लगाइस् कि क्या हो? त्यस्तै देख्छु त। ए हावा कुरा नगर्नुहोस् न दाइ। हिजो राति भाउजूले प्यान्टी नै लगाउनु भएको थिएन। के भनिस्? हामीले भनेको जस्तो भएको छ। अब यो गदालाई के गर्यो तपाईँहरूले नै भन्नु। होइन, तैँले यत्रो बडो गाउँभरि एउटा केटी पाएनस्, भाउजूलाई नै समाज पनि तलाई नकचर। चुप लाग बुढी माउ। जहिले पनि राममा जस्तै बुहारी चाहियो, राममा जस्तै बुहारी चाहियो भन्थ्यौ त। अब तिम्रो खुसीको लागि राममा नै उठाएर ल्याइदिए। अब के रुनु? हाँस हाँस। यस्ता मान्छेलाई त गाउँबाट निकाल्नै पर्छ। यो गदाले मेरो घर त बिगार्यो। तर अब अरू दाजुभाइहरूको घर बिग्रेको देख्न चाहन्न म। यसलाई कुनै हालतमा पनि गाउँबाट निकाल्नै पर्छ। ठीक भन्नुभयो। यस्ता गाउँ बिगार्ने असत्यलाई गाउँमा बस्न दिनुहुन्न। कुनै संस्कार नभएको यो भडुवालाई गाउँबाट लहन्नै पर्छ। होइन होइन, हत्या हिंसा नगरौँ। म आफै जान्छु। आमा, अब यस्तो बेला सहरमा न घाँस छ न बास छ। अब व्यवस्थै नभएको बेला कसरी लैजाउँ? अब उता व्यवस्था गरिसकेपछि म राममायालाई लगिहाल्छु नि। त्यतिन्जेलसम्म हजुरसँगै बस्छ। राममाया, तिमी पनि मैले नबोलाइन्जेलसम्म आमासँगै बस्नु नि ल। दायाँ बायाँ नगर्नु, नत्र मेरो चित्त दुख्छ कि। बाई बाई। पहिला यति मान्छे थिएन गाउँमा, अहिले कहाँबाट आयो? फेरि किन रोकिस्? तैँले हामी गाउँलेहरूलाई हेपेको होस्, नटेरेको होस्, तँलाई ढुङ्गा मुढा गरेर लखेट्नु पर्ने हो। फेरि हत्या हिंसाको कुरा। अब जाँदा जाँदै अर्को एउटा खबर सुनाऊ कि भनेर। के अधुरै राखौँ? के खबर हो? गर्ने विधि त गरिहालिस् नि। भाउजूलाई त बचाउनु पर्यो। खासमा मलाई एचआइभी लागेको छ नि। ल आयो हजुर, लब सुझायो, लब सुझायो, लब सुझायो, लब सुझायो। यसलाई अब बेचेर पैसा निकाल्नु पर्यो। लब सुझायो, लब सुझायो। खास गरेर बिहे नगरेकाहरूका लागि यो जुत्ता लगाउने बित्तिकै केटी फ्याट्टेमा जालमा फस्ने। आउनुहोस् हजुर, ल क्या दामी दामी यो जुत्ता लगाउने बित्तिकै क्या च्वाक च्वाक केटीहरू, दामी दामी केटीहरू यस्तो पटिन्छ नि। ल लिनुहोस् हजुर। बिहे गर्नु भएको छ? बिहे गरेको छु। गर्नु भएको छ भने 50 रुपियाँ। जुत्ता दामी छ। ल दिनुहोस्। कति हो साउजीलाई? बिहे गर्नु भएको छ? बिहे गरिसकेछ। त्यसो भए 50 रुपियाँ निकाल्नुहोस्। ल लिनुहोस्। अनि साउजी यो जुत्ता कसरी हो नि? बिहे गर्नु भएको छ? बिहे त गरिसक्यो। 50 रुपियाँ निकाल्नुहोस्। 50 रुपियाँ हो। तपाईँलाई के चाहियो? ल लिनु, मेरो 50 रुपियाँ है, यो जुत्ता दिनुहोस् त साउजी मलाई पनि। यस्तै त छैन, यो चल्दैन। हेर्नुहोस् न क्या दामी जुत्ता झन्। तपाईँ बिहे गर्नु भएको छ कि छैन? कहाँ बिहे गर्नु? गरे छैन। त्यसो भए 500 रुपियाँ निकाल्नुहोस्। 500? त्यो दाइले चाहिँ 50, मलाई चाहिँ 500 किन? हेर्नुहोस्, यसले बिहे गरिसकेको छ, तपाईँले गर्नु भएको छैन। खासमा यो जुत्ता बिहे नगरेकाहरूका लागि हो। यो जुत्ता लगाउने बित्तिकै केटी जिउ पटिन्छ। त्यसैले लाने भए 500, नलाने भए अरूले लान्छ। जो मायाको भोगी छ। ए ल ल ल, मायाको भोगी त म पनि हो, दिनुहोस् ल। मजाले लगाउनुहोस्, लगाएर त हेर्नुहोस्, आँखा मारेर त हेर्नुहोस्। त्यो केटी यो तपाईँको यहाँ आएर टाँसेन भनेदेखि फेरि भन्नु होला। 1 से 1, दामी से दामी, च्वाक से च्वाक केटी तपाईँको गोजीमा है। ल भाइ, अब त यार काठमाडौँ जाने भाडा पनि भइसके। ल मायाका भिखारीहरू त